यो टोकियोको कुनै ठाउँमा भएको निन्जा तालिम कक्ष हो। यहाँ विभिन्न देश र क्षेत्रबाट मानिसहरू आएर निन्जा बन्नका निमित्त पढिरहेका छन्। आज सेन्सेईले एउटा महत्त्वपूर्ण कुरा भन्नुहुन्छ रे। जो, मेई, टेम्पुरा, तिमीहरू सबैजना यहाँ छौ? हजुर, छौं। आज टाइफुन र ठुलो वर्षा बारेमा बताउँछु। टाइफुन भनेको के हो थाहा छ? थाहा छ। टाइफुन होइन त? आजकल टाइफुन नआएको बेलामा पनि एक्कासी ठुलो वर्षा हुने गरेको छ नि है। टाइफुन आउँदा र ठुलो वर्षा हुँदा के गर्दा ठिक होला? त्यस्तो बेलामा महत्त्वपूर्ण भनेको सही जानकारी सङ्कलन गर्ने र तयारी गर्ने हो। पहिला टाइफुन र ठुलो वर्षा बारेमा सोधखोज गर्नुपर्छ। लौ, हरायो। अब कसरी खोज्ने होला? मलाई थाहा छ नि। हो र? टाइफुन आउँदा र ठुलो वर्षा हुँदा यस्ता कुरा आइपर्छन्। सडक जलमग्न भएर मोटर र मानिस हिँड्न नमिल्ने हुन्छ। घरभित्र र सबवेतिर पानी छिर्ने हुन्छ। खोलाको पानी भरिएर उर्लेर आउँछ। पहाड र भिरमा पहिरो जान्छ। घर भत्किने, मानिस बगाउने हुन्छ। साइनबोर्ड, छाना, रुख लगायतका विभिन्न वस्तु उड्ने ढल्ने हुन्छ। समुद्रमा अग्लो अग्लो छाल आउँछ। ट्रेन तथा बस ढिलो हुने, रोकिने हुन्छ। गाह्रो हुने रहेछ। के गर्दा ठिक होला? पहिला सही जानकारी सङ्कलन गरौँ। जापानतर्फ टाइफुन नजिकिँदै गर्दा समाचार र मौसम पूर्वानुमानमा यस्तो खालको चित्र राखेर जानकारी दिन्छन्। यो हेर्यो भने टाइफुन कहिले कसरी अगाडि बढ्छ भन्ने कुरा थाहा हुन्छ। ठुलो वर्षा हुँदा पनि धेरैजसो समाचार र मौसम पूर्वानुमानमा जानकारी आइरहेको हुन्छ। त्यसो भए टाइफुन र ठुलो वर्षा भनेको भूकम्पभन्दा फरक भई आउनुभन्दा अगाडि नै थाहा पाउन सकिने रहेछ है? हो, सही भन्यौ। टाइफुन कहिले नजिक आउँछ, कहिले ठुलो वर्षा होला जस्तो छ। टाइफुन आउनु र ठुलो वर्षा हुनु अगाडि थाहा पाइराख्नु महत्त्वपूर्ण हुन्छ। अहिले मौसम पूर्वानुमान हेरेर टाइफुन अगाडि बढ्ने दिशा निश्चय गरेर आएँ। यति भएपछि समस्या हुन्न। तर अफसोस, टाइफुन अगाडि बढ्ने दिशा परिवर्तन हुन सक्छ। तसर्थ टाइफुन पास नभएसम्म समाचार तथा मौसम पूर्वानुमानलाई पटक पटक हेर्ने गरौँ। एनएचके या मौसम विज्ञान नियोगको वेबसाइटमा विभिन्न भाषामा टाइफुन र ठुलो वर्षा सम्बन्धी जानकारी हेर्न सकिन्छ नि। ओह, सेन्से! सही भन्यौ। यसपछि टाइफुन आउनु र ठुलो वर्षा हुनु अगाडि तयारी गर्नुपर्ने कुराहरू बताउँछु। हस्। टाइफुन आयो र ठुलो वर्षा भयो भने जोखिमपूर्ण हुने भएकाले सुरक्षित स्थलमा आश्रय लिन जानुपर्छ। रुखमाथि सुरक्षित हुन्छ कि? खतरा हुन्छ, उडाइहाल्छ नि। पहिला हजार्ड म्याप हेरौँ। हजार्ड म्याप भनेको विपद आइपर्न सक्ने ठाउँ थाहा दिने नक्सा हो। कतिको उचाइसम्म पानी आउँछ तथा आश्रय लिन जाने ठाउँ पनि लेखिएको हुन्छ नि। पालिकाबाट लिन पनि सकिन्छ अनि वेबसाइट या विपद रोकथाम एपबाट पनि हेर्न सकिन्छ। हजार्ड म्याप हेर्ने तरिकाको लागि युट्युब भिडियो मुनिको विवरण हेर्नु ल। आफू रहेको ठाउँ जोखिमपूर्ण भए कता आश्रय लिन जाँदा ठिक हुन्छ होला त? विद्यालय तथा सार्वजनिक भवनलाई आश्रय स्थल हिनान्जो बनाइन्छ भन्ने सुनेको थिएँ। आश्रय स्थलमा आश्रय लिन गए भइहाल्यो नि, होइन? हो, तर खोलाको नजिक जस्ता टाइफुन आउँदा र ठुलो वर्षा हुँदा प्रयोग गर्न नमिल्ने आश्रय स्थल पनि हुन्छन्। हजार्ड म्याप हेरेर भुइँ तलासम्म मात्र पानी आउने भए माथिल्लो तलामा आश्रय लिन जाने, पानी नआउने ठाउँमा भएको साथीको घरमा आश्रय लिन जाने गर्नु पनि सकिन्छ। आश्रय स्थल बाहेक पनि आश्रय लिन जाने ठाउँ हुने रहेछ है? हो त नि। अनि सधैँ हिँड्ने गरेको बाटो जलमग्न भएर हिँड्न नमिल्ने पनि हुन सक्छ। आफू कता आश्रय लिन जाने, कुन बाटो हिँडेर आश्रय लिन जाने, अरूसँग कसरी सम्पर्क गर्ने, परिवार र साथीहरूसँग पहिले निश्चय गरिराखौँ। अनि स्मार्टफोनमा विपद रोकथाम एप डाउनलोड गरेर राखेमा विपदको जानकारी पाउन सकिन्छ। टोकियो महानगर विपद रोकथाम एप भन्ने छ। विभिन्न भाषामा प्रयोग गर्न मिल्छ। हजार्ड म्याप हेरेर अहिले भएको ठाउँ सुरक्षित छ छैन हेर्छु है त। म अहिले नै टोकियो महानगर विपद रोकथाम एप डाउनलोड गरिहाल्छु।
टोकियो महानगर विपद रोकथाम एप डाउनलोड लिङ्कको लागि युट्युब भिडियो मुनिको विवरण हेर्नु ल। ताइफुन आउँदा र ठुलो वर्षा हुन अगाडि गर्नुपर्ने कुरा 1. समाचार तथा मौसम पूर्वानुमानलाई पटक पटक हेरिराख्ने। अहिले भएको ठाउँ सुरक्षित छ छैन हजार्ड म्याप हेरेर निश्चय गरिराख्ने। आश्रय लिन जाने ठाउँ हिँड्ने बाटो निश्चय गरिराख्ने। परिवार र साथीहरूसँग सम्पर्क गर्ने विधि निश्चय गरिराख्ने। आश्रय लिन जाँदा के लिएर जाने होला? सुरिकेन लिएर जाने? त्यो भन्दा पनि आवश्यक अरू वस्तुहरू छन् होला नि। ताइफुन आउँदा र ठुलो वर्षा हुँदाको लागि तयारी गरौँ। पहिला घर बाहिरको तयारी गर्नुपर्छ। गमला तथा बाल्टिन जस्ता बाहिर भएका वस्तुलाई घरभित्र राखौँ। घरभित्र नछिर्ने ठुलो वस्तुलाई तल राख्ने वा बाँध्ने। पानी बग्न सजिलो होस् भनेर पानी निकासी पाल सफा राखौँ। त्यसपछि घरभित्रको तयारी गर्ने। बिजुली जाने, पानी नआउने पनि हुन सक्छ। बाहिर निक्लिन नमिल्ने पनि हुन सक्छ। खानेकुरा, पिउने पानी, टर्च लाइट, ब्याट्री, पावर बैंक, पोर्टेबल रेडियो, काम गर्दा लगाउने पन्जा, पोर्टेबल टोयलेटहरू तयार पारौँ। घर बाहिर आश्रय लिन जानको लागि आफूलाई आवश्यक पर्ने सामानलाई पछाडि बोक्ने झोलामा राखिराखे राम्रो हुन्छ। पैसा, पासपोर्ट, जाइरो कार्ड, रेसिडेन्स कार्ड, माई नम्बर कार्ड र ब्याङ्क कार्डहरू पनि लिएर जाउँ। विपद आइपरेको समयमा पसलमा सामान सकिन पनि सक्छ। ट्रेन र बस रोकिने सम्भावना पनि हुने भएकाले समाचार तथा वेबसाइटबाट जानकारी लिने गरौँ। बिजुली जाने, पानी नआउने अवस्थाको लागि स्मार्टफोनको चार्ज गरिराखे बाथटबमा पानी जमाइराखे राम्रो। ताइफुन आउँदा र ठुलो वर्षा हुनु अगाडि गर्नुपर्ने कुरा 2. बाहिरको सामानलाई घरभित्र राख्ने। खानेकुरा, पिउने पानी, टर्च लाइट आदि तयार राख्ने। स्मार्टफोनहरू चार्ज गर्ने। ट्रेन र बसको जानकारी लिइराख्ने। ताइफुन आउनु र ठुलो वर्षा हुनु अगाडि राम्ररी तयार गरिराख्नु महत्त्वपूर्ण हुन्छ। हस्। यसपछि ताइफुन आउँदा र ठुलो वर्षा हुँदा के गरे राम्रो हुन्छ जान्नेछौँ। हुन्छ।